गाइस वेलकम टु माई न्यू ल मैले चाहिँ आफ्नो च्यानलमा भ्लग हाल्न पाएको थिइनँ। इक्जामले गर्दा रोकिएको थियो, मैले मन पनि हेरेको थिइनँ। म चाहिँ आज एकदम खुसी छु। मलाई एउटा डेलिभर बोयले तपाईँको लोकेसन कहाँ हो भनेर सोधेको थियो। एउटा युट्युबबाट गिफ्ट आएको छ। म चाहिँ यहाँ बाहिर बसिरहेको छु गाइजहरू कुद्नलाई। सो गाइज अहिले चाहिँ 2 बजेको छ। गिफ्ट चाहिँ 1 घन्टापछि आउँछ। अहिले चाहिँ हामी ब्याडमिन्टन खेल्छौँ। राम्रोसँग ब्याडमिन्टन खेलिहाल्नु, त्यही पनि टाइम पास गरौँ भनेर। दुईटा कक भेट्यो गाइस। एउटा कक खानेको दुईटा कक भेट्यो। एउटा कक देखिन्छ, अर्को कक मैले उठाएँ। दुईटा कक। गाइस हामी चाहिँ ब्याडमिन्टन खेलेर थाकिसकेका छौँ। हामी चाहिँ थाकेर पानी खायौँ। युट्युबको गिफ्ट चाहिँ रानी आएर बसेछ। अहिले चाहिँ 3 बज्यो। अब च्यालेन्ज दिन जाने गाइजहरू। गाइस हामी चाहिँ रानीबाट गिफ्ट लिएर आइसकेका छौँ। यहाँ चाहिँ एप्पल स्टोर लेखेको छ। यहाँ चाहिँ आइफोन होला जस्तो छ। मलाई थाहा छैन, अब चाहिँ यसको अनबक्सिङ गर्दै राख्नु। गाइस अब चाहिँ म अनबक्सिङ गर्छु। छोड़ दे। सबको खुसी आली। आइफोन मलाई चाहिँ आइफोन दिन्छ। अनबक्सिङ गर्छु। आइफोन खुला आइफोन त होइन होला। 3, 2, 1 go! आइफोन। सो गाइस म चाहिँ यसको रिभ्यू गर्न जान्छु।
iPhone 15. पुरानो थियो क्यामेरा क्वालिटी नराम्रो थियो अहिलेको चाहिँ राम्रो छ यो एप्पल अबसम्म मैले डेली भ्लग बनाउँछु गाडी यही फोनबाट यसको नाम चाहिँ iPhone 16 Pro Max हो आजको लागि यति नै तपाईँ मन परेमा लाइक सेयर कमेन्ट गरिदिनु होला यस्तै फेरि यस्तो भिडियो हेर्न मन छ भने मेरो च्यानल सब्सक्राइब गर्नु आजको लागि यति नै